साथीहरू कहिलेकाहीँ त दिमागले पनि काम गर्ने रहन्छ। एकदमै बुद्धु भइने रहेछ। आज म एकदमै बुद्धु भएको छु। लोभले लाभ, लाभले विलाप भने जस्तो भएको छु। यसको मतलब म एकदमै खतरनाक स्क्याममा परेको छु। त्यसैले यस्तो स्क्यामबाट बचाउनको लागि, सुरक्षित राख्नको लागि तपाईहरुमाझ मैले भिडियो सम्प्रेषण गर्दैछु। मैले राइड काम गर्दै गर्दा कस्टमरले गाडी बुकिङ गरेको थियो र त्यो कस्टमरको लोकेसनमा पुगिसकेपछि मैले कस्टमरलाई फोन गरेँ। कस्टमरले फोन गरिसकेपछि कस्टमरले भन्यो कि मेरो मान्छे हस्पिटलभित्र छ, म बाहिर छु, मेरो मान्छे हस्पिटलभित्र छ, म पैसा पठाइदिन्छु, तपाईँको अकाउन्ट नम्बर भन्नुहोस् भनेर भन्यो। अनि त्यसपछि मैले मेरो अकाउन्ट नम्बर भने। अनि त्यसपछि उसको राइडको भाडा थियो 200 रुपैयाँ, तर उसले 1200 रुपैयाँ हालिदियो। अनि मलाई पनि अचम्म लाग्यो। अनि त्यसपछि उसले भन्यो 1200 रुपैयाँ हालिदिएको छु, 200 रुपैयाँ तपाईँको लागि, 1000 रुपैयाँ मेरो साथीले पठाइदिनुहोस्, मेरो अकाउन्टबाट मेरो साथीले पठाउन मिलेन, त्यसैले तपाईँको अकाउन्टबाट मेरो साथीले पठाइदिनुहोस् भनेर उसले भन्यो। इमर्जेन्सी छ हस्पिटलमा भनेर भनिसकेपछि अनि त्यसपछि मलाई पनि विश्वास लाग्यो। अनि माथिको अब म्यासेज आथ्यो, नोटिफिकेसन आथ्यो। अनि त्यो नोटिफिकेसनको भरमा मैले पनि पैसा उसको साथीले पठाइदिएँ। अनि त्यसपछि फेरि 2200 रुपैयाँ पठायो। फेरि अचम्म लाग्यो मलाई। अनि त्यसपछि उसले अनि त्यो 200 रुपैयाँ तपाईँले राख्नुहोस्, 2000 रुपैयाँ मेरो साथीले पठाइदिनुहोस्, त्यो 1000 रुपैयाँ कम पर्यो, अनि त्यो भएको हुनाले 2000 रुपैयाँ मेरो साथीले पठाइदिनुहोस्, इमर्जेन्सी छ भनेर भन्यो। अनि त्यो भनिसकेपछि फेरि मैले अब लोभले लाभ, लाभले विलाप भने जस्तै अब किनकि अब 200 रुपैयाँ एक्स्ट्रा मिलिरहेको, अनि त्यो उसैको पैसा न उसले पठाएको पैसा नि मैले उसले पठाइरहेको छु। मेरो अकाउन्टबाट त जानै होइन पैसा, उसकै पैसा उसैले नै पठाइदिएको छु। त्यतिमा भने अब 200 रुपैयाँ मिल्यो, हेर नि 200 रुपैयाँ मिल्यो, 400 रुपैयाँ भइगयो भनेर म पनि लालचमा आइहालेँ। अनि म पनि लालचमा आइसकेपछि 2000 रुपैयाँ पठाइदिएँ, तर त्यो 2000 रुपैयाँ गएन, फेल भयो। किनकि यो मेरो सर्भर कारणले अथवा त्यो ब्याङ्कमा केही इस्यु भएको हुनाले फेरि त्यो 2000 रुपैयाँ फेल भयो। नत्र त्यो 2000 फेल नभएको भए टोटल मेरो पैसा 3000 रुपैयाँ जाने रहेछ। अनि त्यसपछि फेल भइसकेपछि सर्भर प्रब्लम भयो, अनि 2000 रुपैयाँ गएन भने। अनि त्यसपछि त्यसले फोन काट्यो। अनि फोन काटिसकेपछि त्यहाँबाट मैले मेरो अकाउन्ट हेर्न लागेँ। अनि मेरो अकाउन्ट हेर्दाखेरि मेरो अकाउन्टमा पैसा काटिसकेको थियो, 1000 रुपैयाँ काटिसकेको थियो। अनि उसले पठाइदिएको पैसा आथ्यो 1200, 2200 आथ्यो, तर त्यो म्यासेजमा एउटा नोटिफिकेसन मात्रै आएको थियो, तर अकाउन्टमा पैसा आएको छैन थियो। यसरी म माथि स्क्याम भयो। किनकि राइबिटो, उबर भनेको एकदमै चलेको कम्पनी हो। यो कम्पनीमा यसरी फ्रड हुँदैन भन्ने मलाई एकदमै विश्वास थियो। त्यो भएको हुनाले मैले पनि त्यही विश्वासमा काम गरेँ। तर यस्तो कस्टमरहरूले म माथि स्क्याम गर्यो। तर यो कस्टमर होइन, यो भनेको यिनीहरू भनेको एउटा स्क्यामर हो। यसरी नै यिनीहरूको धन्दै यिनीहरूको यस्तै हो। त्यो भएको हुनाले यिनीहरू स्क्यामर हो। यिनीहरूले पनि राइबिटो कस्टमर बनेर लुट्न खोजेको, तर मलाई लुट्यो, म माथि स्क्याम गर्यो। त्यो भएको हुनाले तपाईहरु पनि यदि ब्याङ्क अकाउन्ट चलाउनुहुन्छ अथवा फोन पे, जिपे चलाउनुहुन्छ भने यदि कसैले पैसा पठान्छ भने त्यो पैसा माथि नोटिफिकेसनको भरमा, म्यासेजको भरमा मात्रै कसैले पैसा पठाउने काम नगर्नु होला। र नोटिफिकेसनको भरमै पैसा आयो, मेरो अकाउन्टमा पैसा आयो है भनेर ढुक्क भएर नबस्नु होला। पहिला गएर अकाउन्टमा गएर चेक गर्नु होला, तपाईको हिस्ट्रीमा गएर चेक गर्नु होला, पेड भएको छ कि भएको छैन त्यो चेक गरेर मात्रै ढुक्क हुनु होला। यदि इमर्जेन्सीमा अब कसैले अब अन्जानमै पैसा आएको छ, 10-15 हजार रुपैयाँ तपाईको अकाउन्टमा पैसा आयो भनेर फेक नोटिफिकेसन, फेक मेसेज पठाएर अनि त्यसपछि आएको छ, यस्तो इमर्जेन्सी पनि उपयोग छ, किनकि अनेक बाना बनाएर अनि पैसा हाल्न पठायो भने तपाईले पनि आफ्नो अकाउन्टमा ब्यालेन्स आएको छ कि छैन, पैसा पेड भएको छ कि भएको छैन चेक नगरिकनै तपाईले त्यो मेसेजको भरमै, त्यो नोटिफिकेसनको भरमै तपाईले पैसा पठाउनु भयो भने तपाई पनि यसरी नै स्क्याममा पर्नुहुन्छ। यसरी नै म पनि स्क्याममा परेको छु। त्यसैले यदि ब्याङ्क अकाउन्ट, जिपे, फोन पे चलाउनुहुन्छ भने राम्रोसँग चेक गर्नु होला, आफ्नो हिस्ट्री चेक गर्नु होला, पैसा पेड भएको छ कि भएको छैन चेक गर्नु होला, आफ्नो ब्याङ्क ब्यालेन्स पनि चेक गर्नु होला, आफ्नो ब्याङ्क ब्यालेन्स कति छ र कति पैसा आएको छ चेक गरेर मात्रै अनि पैसा पठाइदिनु होला। कसैले पठाउनु पर्ने हो भने चेक गरेर मात्रै पठाउनु होला। र यदि कसैले पैसा पठाइदिएको छ भने पनि हिस्ट्री चेक गरेर, ब्याङ्क ब्यालेन्स चेक गरेर मात्र विश्वास भएर ढुक्क भएर बस्नु होला। त्यतिकै मेसेजको भरमा, नोटिफिकेसनको भरमा नबस्नु होला। यसरी बस्नुभयो भने तपाईहरु पनि स्क्याममा पर्न सक्नुहुन्छ। म पनि स्क्याममा परेको छु। त्यो भएको हुनाले मैले तपाईहरुको लागि नै एउटा जानकारीमूलक, सचेतमूलक भिडियो सम्प्रेषण गरेको छु। भिडियोलाई धेरैभन्दा धेरै शेयर गरेर सबैमाझ पुर्याइदिनु होला। फलो गर्नुभएको छैन भने फलो पनि गर्नु होला। यस्ता ठगीहरुबाट बच्नुपर्छ।